हेलो गुड मर्निङ सबैजना सन्चै हुनुहुन्छ होला। म पनि एकदम सन्चै छु र आजको मेरो मिनी ब्लगमा तपाईँहरूलाई स्वागत छ। र आज चाहिँ मेरो छुट्टीको क्रममा रुम सरसफाइको लागि म तयारी गर्दैछु। त्यसैले यो भिडियो सबै तपाईँहरूको लागि तपाईँहरूले पुरा हेरिदिनु होला र सब्सक्राइब र सेयर पनि गरिदिनु नभुल्नु होला। अनि आज चाहिँ मेरो यो टोयलेटहरू सफा गर्दै यसो यो रुम बेडहरू सफा गर्दै आज मेरो दिन यसरी नै जान्छ। त्यहीको कारणले गर्दा आज चाहिँ यसो मेरो यो भिडियोमा चाहिँ यसरी तपाईँहरूले यसरी रुम सरसफा गरेको देखाउनु गइरहेको छु। र तपाईँहरूले पनि राम्रो भए पनि नराम्रो भए पनि यसो हेरिदिनु होला भन्दै अब तपाईँहरूले फेरि पनि अब अर्को भिडियोमा भेट्नुपर्छ है। आज चाहिँ यस्तै मेरो दिन जाने भयो होइन। अब विदेश आएपछि यसरी नै आफ्नो रुम बेड यसरी सरसफा गर्नुपर्छ। त्यही कारणले गर्दा आज म एकदम एक्साइटेड छु र मजाले सरसफाइ गर्दैछु र तपाईँहरूले पनि गर्नुहुन्छ होला त्यो है। अब तपाईँहरूले मेरो भिडियो र लाइक कमेन्ट सेयर पनि गर्नुहुन्न होला। हेलो सबैजनालाई सेवा नमस्कार। म चाहिँ अप्सन बाबु, मेरो युट्युब च्यानल र मिनी ब्लग तपाईँहरूको माझमा आज मेरो छुट्टी थियो। त्यो कारणले गर्दाखेरि रुम सरसफाइको आज तपाईँले देखाइरहेको छु र तपाईँलाई राम्रो होला नराम्रो होला पुरा भिडियो हेरिदिनुहोस् होला र लाइक र सब्सक्राइब सेयर पनि गरिदिनु होला। र साथै म यसरी नै निरन्तरता दिनेछु। र हाम्रो अब नेपालमा आउँदो घरको फागुन 21 गते हुनु गइरहेको चुनावको लागि सबै सम्पूर्ण हाम्रो नेपाली दाजुभाइ तथा दिदीबहिनी आमा बुवाहरूलाई फेरि पनि नमस्कार। मेरो तर्फबाट चाहिँ म के भन्छु भन्दाखेरि चुनावको बेलामा अब खासै तपाईँ हामीले यसमा दिनु र यो दिनु, यो पार्टीले दिनु, यो दिनु भन्नु खासै उचित लाग्दैन मलाई। किनभने होइन अब हामी युवा साथीभाइहरू र हाम्रो छोरीचेलीहरू पनि धेरै बुझ्ने हुनुहुन्छ र त्यति हामीले भनिराख्नु पनि आवश्यकता देखिन। किनभने अहिलेको जमानामा चाहिँ हामी सबै बुझ्ने नै छौँ भन्दै होइन। यो पार्टी हिसाबले कुरा गर्नु भन्दाखेरि पनि मलाई चाहिँ कस्तो लाग्छ भन्दाखेरि पार्टी जस्तो सुकै भए पनि व्यक्ति बुझेर हेरेर दिँदा अझै राम्रो उचित हुन्छ जस्तो लाग्छ। किनभने अब पार्टी खराब भए पनि सबै अब पार्टीको नेतृत्व दिने र उम्मेदवारहरू सबै त गलत त हुँदैन। त्यही कारणले पार्टी जुनसुकै भए पनि व्यक्ति चिन्नु नै ठुलो कुरो लाग्छ मलाई होइन। जुनसुकै अब एमाले भयो, काङ्ग्रेस भयो, माओवादी भनौँ, राप्रपा, अनि हाम्रो अन्जुली भनौँ, घन्टी भनौँ होइन, म सबैले उति नै सम्मान गर्छु होइन। उहाँहरूले सबैले मेरो तर्फबाट जितको शुभकामना छ। र साथै अब त्यही हो, अब यस्तै हो। अब हामी त आखिरमा भोट दिनु पनि पाउँदैनौँ। अब जे जस्तो अब गाउँघरमा पनि फोन गरेर यसो त्यसो पनि भन्नु पनि अलिक उचित लाग्दैन। किनभने अरूको भिजनमा चल्नु र आफ्नो भिजनमा आफ्नो निरन्तरता र आफ्नो बाटोमा चल्नु नै मलाई उचित लाग्छ। त्यही कारणले गर्दाखेरि मेरो दाजुभाइ, इष्टमित्र, छरछिमेक, आमा बुवाहरू, तपाईँले जुन पार्टीमा जुन उयोमा भोट लगाउनु मन लाग्छ त्यसमा लगाउनु होला। कसैले यताउता गर्दैमा तपाईँहरू त्यहाँ गर्नु भएन। तपाईँले आफ्नै इच्छा स्वेच्छा तपाईँ नलाउँदा पनि ठिकै छ, लाउँदा पनि ठिकै छ होइन। भर्सकै लगाइहाल्नुभयो भने पार्टी हिसाबले भन्दा पनि व्यक्ति हिसाबले जानुहोस्। त्यसै नै भन्दै म फेरि पनि तपाईँहरूले सबै सम्पूर्ण हाम्रो अहिले चुनावको महलमा उठ्नुहुने उम्मेदवारहरू, दाजुहरू, काका, बुबा, नाच साइनो के पर्नुहुन्छ होला सबैले तपाईँहरूले सबैले शुभकामना दिँदै मेरो यो सानो भिडियोलाई
हेरिदिनु होला त है।